के भएको छ साँच्चीकै मेरो परिवारलाई अचम्म लाग्छ मलाई। प्रचण्डजी 3 चोटि प्रधानमन्त्री हुनुभयो, 10 महिना अगाडिसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो। यति फिटिक्क पनि यसको अगाडि बढ्नु भएन। त्यो ओली बढ्ने त कुरै छैन। उता यो जनयुद्धमा कोटरोड एन्टी नै थिए। देउवा यसको भागीदार नै हुन्। उनी पनि यताबाट मारिएछन् नि उनी कुरा मारेका हुन् भनेदेखि चाहिँ यो अवस्थामा चाहिँ तपाईँले यो भन्टानमा भएको कि टिआरसी अगाडि बढ्थ्यो या बेपत्ता परिवार आयोग अगाडि बढ्थ्यो, 6 महिनाभित्र गर्छु भनेको थियो। राउन्ड टेबल कन्फरेन्स हुन्छ 6 महिनामा काम टुङ्गिन्छ भनेको थियो। आज 18-19 वर्ष भइसक्यो, गरेन। किन गरेन? अब अहिले पनि जुन आयोग बनेको छ कसले मान्दैन? मान्दै छैन, छैन। पीडितलाई मान्यता छैन भने कसरी त्यो एक्सेप्ट हुन्छ? हुँदै हुँदैन नि। के अर्थमा एक्सेप्ट हुन्छ? आफ्नो भागपन्नाबाट आफ्नो जुलुस सजाउनलाई गरेका छन्, चोख्याउनलाई गरेका छन्। यहाँ डर यिनीहरूलाई के छ भनेदेखि यो जो यसमा इन्भल्भ छन्, मार्नेमा जो इन्भल्भ छन्, डर के छ उनीहरूलाई भनेदेखि आयोग बन्यो र आयोगले जघन्य अपराधमा यो व्यक्ति हो हामी माफ गर्दैनौँ भन्ने किसिमको कुरा पीडितबाट आइदियो भनेदेखि त्यो मुद्दा इन्टरनेसनल कोर्टमा जान सक्छ। किनभने नेपालमा ती व्यक्तिहरू